एजेन्डाहरू के छन् अब एजेन्डातिर लाग्न चाहन्छु। एजेन्डाहरू हामी प्रष्ट भन्न चाहन्छौँ। अघिदेखि मैले भनेको छु एजेन्डाहरू के छन् भन्ने कुरा। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, प्रिय जेनजी युवा पुस्ताहरू, आदरणीय शहीद हुनुभएका शहीदहरू, हस्पिटलको बेडमा हुनुभएका घाइतेहरू लगायत अहिलेको तत्कालीन सरकारका राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण नेपाली जनताहरू, अहिलेको शून्यताको स्थितिलाई स्थिरतामा बदल्न हालको अन्तरिम सरकार तत्काल निर्णय लिनुपर्छ। के निर्णय लिनुपर्छ त? हामीले निर्णय के लिनुपर्छ? तत्कालीन संविधानलाई परिमार्जन गर्न सकिन्छ भने मार्जन गरेर अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचनको घोषणा गर्नुपर्छ। हामीले यदि संसदीय मुद्दा मानेको हुन्थ्यो भने आन्दोलन केका लागि गर्नुपर्छ? त्यसो भए हामी संविधान नमान्ने भन्नाले होइन, यो संविधानको सरकार गठन प्रक्रिया, यो संविधानले देखाएका जुन विधि र पद्धतिहरू हामी मान्दैनौँ, संविधानै मान्दैनौँ भन्न मिल्दैन। त्यसो भएको हुँदा यो संविधानलाई हामीले जगमा टेकेर अब हामीले ती सरकार गठन प्रक्रियाहरू अहिलेको अन्तरिम सरकारले लिनुपर्छ। अन्तरिम सरकारले निर्णय लिनुपर्छ। जनताको पक्षमा किन निर्णय लिँदैन?